निर्वाचन नीति प्रधान हुनुपर्छ, आफ्नो कार्यक्रम प्रधान हुनुपर्छ, धनु प्रधान होइन। यदि धनु प्रधान निर्वाचन भयो भने त्यो निर्वाचन हुँदैन, त्यसले स्वच्छता कायम गर्न सक्दैन, त्यसले निष्ठता कायम गर्न सक्दैन र त्यसले त्यहाँबाट धनु प्रधान निर्वाचनबाट निर्वाचित प्रतिनिधित्वहरूले मुलुकमा सुशासन प्रवाह गर्न सक्नुहुन्न भन्ने चाहिँ तपाईँ हामी सबैको ठहर र अटोट हो। यो हुँदाहुँदै पनि धन किन खर्च हुन्छ? धेरै धन त खर्च भइराखेको छ नि। अहिले तपाईँहरूले हेर्नु भने निर्वाचन आयोगले दलका उम्मेदवार र प्रतिनिधिले दलले खर्च गर्न पाउने कति हो त हो भनेर सीमा निर्धारण गरेको छ। सीमा कसरी निर्धारण गर्यो? त्यसका पनि वैज्ञानिक कारणहरू छन्। हामीले विश्लेषण गरेर हेऱ्यौँ यो 25-33 लाख कति यो कुन कुन ठाउँमा कति छुट्टा प्रकृतिका हरेक निर्वाचन क्षेत्रको छुट्टै छ र त्यसलाई हामीले सीमा निर्धारण गर्ने क्रममा दलका प्रतिनिधिहरू कति भूगोलमा उहाँहरू घुमफिर गर्नुपर्छ र कति भूगोलमा उहाँहरूको मतलब मतदाता भेट्नुपर्छ र कार्यकर्तालाई कति ठाउँमा विश्राम गरेर खाना बस्नको व्यवस्था गर्नुपर्छ लगायतका विषयवस्तुहरूलाई समेत मध्यनजर राखेर अनि निर्वाचन खर्चको व्यवस्थापन गरिएको हो। र यो निर्वाचन खर्चको व्यवस्थापन गरिरहँदाखेरि यो विषयलाई दलका उम्मेदवारहरूले हुबहु मान्नुहुन्छ त भनेर भन्दाखेरि कतिपय अहिले यहाँ प्रश्न पनि आयो, निर्वाचन आयोगले दलका उम्मेदवारले खर्च गर्ने त्यो खर्चको चाहिँ ब्याङ्किङ च्यानल मार्फत खाता खोलेर त्यो ब्याङ्क मार्फत खर्च गर्नुहोस् न भनेर हामीले घोषणा गरेका थियौँ। अनि अहिले के प्रश्न पनि आयो भने यो पैसै नहुने मान्छे निर्वाचनमा उठेको छ, उसको त निर्वाचन त्यो ब्याङ्कमा निर्वाचन खर्चको लागि खाता खोल्ने पैसै छैन भने कसरी खोल्ने? यो विषयमा निर्वाचन आयोगले सोचेको छ भन्ने पनि तर्क आयो। जहाँ बिम्ब हुन्छ त्यहाँ प्रतिबिम्ब हुन्छ, त्यहाँ कालोपछि सेतो आउँछ र सेतोपछि कालो हुन्छ, हामी यहाँ सबैलाई थाहा छ। र सबभन्दा बढी प्रतिशत चाहिँ के गर्दाखेरि उचित हुन्छ भन्ने कुरो निर्वाचन आयोगले ठहर गर्यो र खाता मार्फत अथवा ब्याङ्किङ च्यानलभन्दा बाहिर तपाईँहरूले खर्च नगरिदिनुहोस्। त्यो ब्याङ्किङ च्यानलभन्दा बाहिरको पैसा चाहिँ त्यो कर तिरेको सेतो पैसा होइन। मैले व्हाइट मनी र ब्ल्याक मनी भनेर व्याख्या गरिनँ, सेतो पैसा होइन। त्यसैले कालो पैसा पनि खर्च हुने सम्भावना भएको हुनाले ब्याङ्किङ प्रणाली मार्फत मात्रै खर्च गरिदिनुहोस् है भनेर हामीले निर्वाचन आयोगले राजनीतिक दलका व्यक्तिहरूसँग छलफल गरेर बनाएको आचार संहिताको परिधिभित्र रहेर अनिखेरि दलहरूलाई आग्रह गरे। त्यसकारण केही विषयवस्तुहरूलाई समेटेर जानैपर्छ, त्यसको विकल्प छैन। र निर्वाचन खर्चको सन्दर्भमा अलिकति म इतिहासतिरै पल्ट्यौँ। 36 सालबाट त्यो सुरु भयो र 43 सालको सायद यहाँहरू सबैलाई थाहा होला, 43 सालमा पनि निर्वाचन भएको थियो, राष्ट्रिय पञ्चायतको निर्वाचन। 43 सालको निर्वाचनमा केही जनपक्षीय उम्मेदवारहरू भनेर उठ्नुभयो, केही सत्ता पक्षको र केही सत्ताभित्र विद्रोह गर्ने पक्षको भनेर 3 थरीका उम्मेदवारहरू उठेको हामीले विश्लेषण गरेका थियौँ। र जनपक्षीय उम्मेदवारहरूको हकमा चाहिँ के थियो भनेदेखि त्यो बेला म बागबजारमा मेरो ल फर्म थियो, म ओकाल गर्थेँ। पुतली सडकको चोकदेखि अनि मतलब रत्त पार पुग्ने ठाउँसम्म त्यो दायाँ बायाँ माथिबाट यसरी तुल टाँगेर घामको किरण सडकमा छिर्दैन थियो र सहरको कुनै पनि भित्री पन्जामा त्यहाँ घामको किरणको पहुँच हुँदैन थियो। त्यति पर्चा पम्पलेट र पोस्टर टाँगिएका थिए। ती पर्चा पम्पलेट र पोस्टर उम्मेदवारको खर्चबाट होइन, स्वतस्फूर्त तत्कालीन व्यवस्थाका विरुद्धमा लागेका र त्यो जनपक्षीय उम्मेदवारलाई जिताउने प्रयोजनलाई जो सहरी छन् ती सबैले आफ्नो पकेटबाट पैसा झिकेर खर्च गरेर त्यसरी निर्वाचन सम्पन्न भएको थियो। र त्यो 43 सालको निर्वाचनमा मलाई लाग्छ 9 जना जनपक्षीय प्रतिनिधिहरू जित्नु भएको थियो र अरू सत्ता पक्षकै प्रतिनिधिहरू जित्नु भएको थियो। र त्यसमा जित्दाखेरि म केही उदाहरणको रूपमा नै प्रस्तुत गरौँ। यो मकवानपुरबाट रूपचन्द्र विष्ट उठ्नु भएको थियो। उहाँ चाहिँ पैसा खर्च गर्ने अथवा आफ्नो पकेटको पैसा खर्च गर्ने होइन कि जसले पनि तैँले मलाई भोट दिन्छस् भने मलाई 2 रुपियाँ दियो भने 2 रुपियाँ पैसा माग्दै हिँड्नु, मलाई राम्रोसँग जानकारी छ भने उहाँको म एउटा व्यक्ति किन नहुँ तर मेरो नीति प्रधान निर्वाचन गर्छु भनेर जानुभएको थियो र उहाँले जित्नुभयो। त्यस्तै 9 जनाले जित्नु भएको थियो। कसैले पनि खर्च गरेर मतलब निर्वाचन खर्चको हद तोक्नुपर्ने, उहाँले खर्च गरेको गरेन भनेर निर्वाचन आयोगले उहाँको पछि लाग्नुपर्ने, च्याउनु पर्ने र तपाईँले खर्च गर्नुपर्ने स्पष्टीकरण सोधेर सजाय गर्नुपर्ने व्यवस्था त्यहाँ केही पनि थिएन। र 48 सालभन्दा पछाडिको निर्वाचन हरेक निर्वाचनमा खर्चको हद एकदम व्यापकता छ, बढ्या छ। त्यो तपाईँहरूले पनि बुझेकै विषय हो, हामीले पनि बुझेकै विषय हो। र निर्वाचन आयोग
कति हदसम्म त्यसलाई नियन्त्रण गर्न सक्छ भन्दाखेरि यहाँहरू विभिन्न राजनीतिक दलको प्रतिनिधि भएर आउनु भएको छ। यहाँहरूकै प्रतिनिधिहरूले 72 सालमा संविधान आइसकेपछि 73 सालमा निर्वाचन सम्बन्धी ऐन नियम बनाउनु भयो। त्यो ऐन नियम बनाउँदाखेरि निर्वाचन आयोगलाई सकभर ठाडोसित गर्नु नपरोस् र दलहरू नै प्रधान होस् भन्ने अब कस्तो सोच भन्ने त्यो सोच राखेर ऐन बनाउनु तर्जुमा गर्नुभएको छ। तर केही विषयवस्तुहरू त्यहाँभित्र प्रवेश गर्न सफल भएको हुनाले त्यसलाई एक्साइज गरेर अहिले हामी निर्वाचनको क्रममा छौँ। जस्तो म एउटा उदाहरणको रूपमा भनौँ, अघि यो प्रस्तुति गर्दाखेरि पूर्व प्रमुख निर्वाचन आयुक्तज्यूले के भन्नुभएको थियो भनेदेखि यो 64 सालको संविधान सभाको निर्वाचनमा चाहिँ केही विषयवस्तुहरू प्रवेश गराउन हामी सफल भयौँ र त्यसले गर्दाखेरि निर्वाचन आयोगलाई अलिकति सहज भएर निर्वाचन भयो भनेर प्रस्तुति दिनुभएको थियो। र हरेक संविधान पछाडि पुराना कानुनहरू सबै मिल्गाइन्छ, नयाँ कानुनहरू तर्जुमा गरिन्छ। तपाईँ पनि यसरी निर्वाचन सम्बन्धमा हेर्नुहोस्, 47 सालको संविधान आउँदाखेरि त्योभन्दा अगाडिका सबै निर्वाचन सम्बन्धी ऐन नियम कानुन मिल्गाइयो। 62-63 आएपछि त्यो 47 सालदेखि 62-63 सम्म सञ्चालन गरेको निर्वाचनको ऐन नियम कानुन मिल्गाइयो र अनि 72 सालमा संविधान आएपछि त्योभन्दा अगाडिको ऐन नियम सबै मिल्गाएर 73 साल र 74 सालमा निर्वाचन सम्बन्धी ऐन नियम दर्शा लिइयो। जुन धेरै ऐनले चाप भयो त्यो ऐन वास्तवमा ठिक छैन र समय सापेक्ष निर्वाचन गर्ने हो भनेदेखि निर्वाचन सम्बन्धी ऐन एउटै भए पुग्छ। त्यसकारण निर्वाचन व्यवस्थापन ऐन तर्जुमा गरौँ भनेर आयोगले तर्जुमा गरेर सरकार र संसदलाई बुझाएको झन्डै 2.5-3 वर्ष हुन लाग्यो। त्यो विषयमा सरकार र संसद प्रवेश गर्न चाहेन र त्यो ऐनमा प्रवेश गरेको र त्यो ऐन बमोजिम निर्वाचन गर्न पाएको भए सायद यहाँहरूले जुन विद्वतापूर्ण अहिले प्रश्नहरू निर्वाचन आयोगमाथि राख्नु भएको छ त्यो केही पनि राख्न पाउनुहुन्न थियो कि भन्ने पनि मलाई लाग्छ। त्यसैले यो निर्वाचन खर्चको हदको सन्दर्भमा हामीले धेरै व्याख्या गर्दाखेरि यहाँहरूले पनि राम्रोसँग बुझ्नु भएको छ, हामीले पनि राम्रोसँग बुझेका छौँ। यहाँहरू पनि व्याख्या गरिरहनु भएको छ, हामी पनि व्याख्या गरिरहेछौँ। ल निर्वाचनको हद सीमा पार गर्नु हुँदैन, पार भयो भनेदेखि तपाईँको उम्मेदवारी खारेज हुन्छ, मनोनयन पत्रै खारेज हुन्छ, तपाईँको निर्वाचित भएको पदको पनि केही अर्थ हुँदैन भनेर हामी बेला बेलामा झौझौकेका छौँ, सम्झाएका छौँ। हिजो मात्रै पनि आजबाट निर्वाचन प्रचार प्रसारको 15 दिने अवधि सुरु भएको हुनाले हिजो आयोगले 63 बुँदे जुन निर्वाचन गर्दाखेरि अपनाउनु पर्ने आचार संहिता परिपालन गर्नुपर्ने र तपाईँले के खर्च गर्न पाउने र के नपाउने विषयवस्तुहरू सबै हामीले हिजोसम्म पनि जारी गरेका छौँ। त्यो किन जारी गर्नु पर्यो भनेदेखि दलहरूको स्मरणको लागि मात्रै। उहाँहरू पहिला निर्वाचन आचार संहिता हामीले लागू गर्यो, एकचोटि पढ्नु भएन थाहा छैन, पढ्यो भने बिर्सिनु। अब आजदेखि प्रचार प्रसारमा गर्न जानुहुन्छ, व्यतिथिसँग प्रचार प्रसार हुन्छ। त्यसैले आज हिजो बेलुकै हामीले उहाँहरूलाई सम्झाइदियौँ भने कम्तीमा आज एकचोटि यसो हेरेर जानु भनेदेखि म यो खर्चको सीमाभित्र रहेर प्रचार प्रसार गर्न पर्ने रहेछ र सीमा पार गर्न नहुने रहेछ भनेर उहाँहरूले राम्रोसँग स्मरण गर्नुहुन्छ भनेर उहाँहरूलाई स्मरणको लागि मात्रै हामीले हिजो निर्देशन जारी गरेका हौँ। र बेलुकै मैले थुप्रै नेताहरूको गुनासो सुने, तपाईँहरू खालि उम्मेदवार र दलहरूलाई चेप्न मात्रै भन्नुहुन्छ, निर्देशन मात्रै जारी गर्नुहुन्छ, यसरी कहाँ हुन्छ र निर्वाचन भन्नुहुन्छ। अब आउँदाखेरि अगाडि हाम्रो निर्वाचन आयोग आउँदाखेरि अहिले यो राख्नुपर्छ भनेर सबभन्दा चर्को स्वरले हामीलाई झकझक्ने व्यक्तित्व उहाँ नै हो र हामीले त्यही विषयवाला पुनः स्मरण गराउँदाखेरि कहाँ यसो गर्न पाइन्छ र भनेर भन्नुहुन्छ। यसरी कहिलेकाहीँ दोहोरो चरित्रको मारो पनि निर्वाचन आयोग पर्ने गरेका छ। तर निर्वाचन खर्चको हदको सन्दर्भमा मैले धेरै व्याख्या गर्दाखेरि मैले अघि नै भने एकदम लामो समय छलफल गर्ने विषय हो, छलफलको बुदा हो। तर क्रमशः हामी सुधारिँदै कसरी आइरहेका छौँ भनेदेखि जस्तो तपाईँहरू हेर्नुहोस् 64को र 70को र 74को निर्वाचन जुन निर्वाचन सामग्रीको व्यतिथिसँग प्रभाव हुन्थ्यो र व्यतिथिसँग खर्च प्रयोग हुन्थ्यो। कम्तीमा 19 सालमा आइसक्यो त केही सीमितमा झर्यो नि र त्यसलाई अहिले आकस्मिक रूप र अग्रिम रूपमा आएको यो 82 सालको निर्वाचन, यो निर्वाचनमा चाहिँ अझै खर्चमा मितव्ययिता अपनाउँ, सीमितीकरण गरौँ र यसलाई चाहिँ धेरै व्यतिथि र विप्रवाहसँग अगाडि नबढौँ र यसलाई सीमाभित्र राखौँ भन्ने चाहिँ सोचले निर्वाचन आयोगले यहाँहरूसँग छलफल गरेर दलको प्रतिनिधिहरूको मन्जुरीले जारी गरेको आचार संहिता र निर्देशिका बमोजिम खर्च गर्न पाउने हदभन्दा माथि गएर खर्च गरिदिनु हुन्न भन्ने आयोगले विश्वास गर्छ। मैले अघि नै भने यो नीति प्रधान हुनुपर्ने धन प्रधान निर्वाचनले वास्तवमा कसैलाई पनि सजिलो गर्दैन। यसले प्राथमिकता पाउँदै गयो भनेदेखि मुलुकको व्यतिथिको शासन सुरु हुन्छ, थितिको शासन सुरु हुँदैन। एकातिर मुलुकको अहिलेको विद्रोहबाट
मुलुकको अनुशासन र लय भड्किएको छ र त्यो भड्किएको विषयवस्तुलाई अझ हामीले खर्च गर्ने प्रोभिन्सलाई सीमितीकरण गरेनौँ र त्यसलाई त्यही अवस्थामा अगाडि बढ्न दियौँ भनेदेखि कहाँसम्म भड्केला, के होला, हाम्रो मुलुकको भाग्य र भविष्य कहाँ गएर अड्केला, यी लगायतका विषयवस्तुहरू चाहिँ यो राजनीति गर्ने व्यक्तित्वहरूले व्याख्या गर्ने विषय होला। तर आयोगले निर्वाचनको सन्दर्भमा अहिले भन्न सक्ने कुरो यति मात्रै हो कि सीमित खर्चमा निर्वाचन सम्पन्न गर्नुपर्छ र व्यतिथिसँग प्रचार प्रसार गर्न पाइएन र यसरी व्यतिथिसँग प्रचार प्रसार गर्दै गइयो भने वास्तवमा निर्वाचन माहौल भड्किन्छ र त्यो भड्किएको निर्वाचनले पछाडिसम्म यहाँहरूलाई चाहिँ मतलब सुशासन प्रवाह गर्न सहायता गर्दैन भन्ने चाहिँ मैले आग्रह गरेँ र यो कानुनले परिकल्पना गरेको विषयवस्तुहरू पनि यही हो। हामी अर्को कानुन परिपालना गरेन भनेर ठुलो व्याख्या गर्छौँ। तपाईँ हामी कति इमान्दारीपूर्वक कानुन परिपालना गऱ्यौँ त? आचार संहिता कति इमान्दारीपूर्वक परिपालना गऱ्यौँ त? निर्देशन कति इमान्दारीपूर्वक परिपालन गऱ्यौँ त? हामी यहाँ आएको प्रतिनिधिहरूले आफ्ना नेताहरूलाई कसरी सम्झाउँछौँ त? उहाँहरूले कसरी निर्वाचन प्रचार प्रसारलाई मतलब त्यो खर्चको प्रबन्ध गर्नुहुन्छ अथवा व्यक्ति र व्यक्तित्वहरूलाई त्यो विषय सुन्नुहुन्छ त? हामीले यहाँ छलफल गरेर प्राप्त गरेको सुझाव सबै हाम्रा नेताहरू र उम्मेदवारहरूलाई त्यही सुझाव त्यहाँ प्रदान दियौँ भने र निर्वाचन खर्चमा सीमितीकरण गर्नुपर्छ है, सीमित खर्च बाहेक असीमित खर्च गर्न पाइँदैन भनियो भने वास्तवमा कम हुन्छ। अब अहिले पूर्व प्रमुख आयुक्तज्यूको एउटा स्लाइड मैले के देखेँ भनेदेखि यो थोरै राजनीति चाहिँ व्यापारीकरण पनि भयो भन्दा केही निस्वार्थ पूर्ति गर्ने उद्देश्यका व्यापारीहरूले अरू उद्योग धन्दा कारखाना र व्यवसायमा लगानी गर्नुभन्दा राजनीतिमा लगानी गर्यो भने छिट्टै प्रतिफल प्राप्त गर्न सकिन्छ भन्ने पनि सोच राखेको हो कि भन्ने उहाँको आशय थियो। के हो त्यो उहाँले व्याख्या गर्नु होला, अब फुर्सदमा व्याख्या गरौँला। तर विषयवस्तु चाहिँ सत्य हो। मैले गुम्सिएर भने पनि खुलेर भने पनि सत्य विषयवस्तु चाहिँ त्यही हो। त्यसैले कुनै पनि ती विषयवस्तुहरू त्यस्ता व्यक्तित्वहरूको पछि लागेर हामी राजनीतिमा विकृतिकरण भित्र्याउन थाल्यौँ भने राजनीति शुद्धता कहिल्यै आउँदैन। हामी स्वच्छ राजनीति गर्नुपर्छ। स्वच्छ, स्वतन्त्र र निष्पक्ष र निष्ठापूर्वकको निर्वाचनलाई भड्किलो खर्चले त्यसलाई चाहिँ एउटा उत्तेजनामा ल्याउने काम गर्छ र हुने र नहुनेको बिचको प्रतिस्पर्धा त झन् हुँदैन। अब केही व्यक्तित्वहरू जस्तो म यहीँ निवेदन गरौँ, केही उम्मेदवारहरूसँग खाता खोल्ने पैसा नै हुँदैन। केही उम्मेदवारहरू भन्दै हुनुहुन्छ 6 करोड पैसा बाहेक निर्वाचनै हुँदैन। यदि 6 करोड कसैले तिर्नुहुन्छ भनेदेखि आउनुहोस्, टिकट लिएर आउनुहोस्, लिएर जानुहोस्, म चाहिँ उम्मेदवार नै हुन्न। अब यस्ता प्रकृतिको असमान परिस्थितिको प्रतिस्पर्धाले अनिखेरि एउटा शुद्ध राजनीति जन्माउँछ कि यो निर्वाचनप्रति सबै जनमानसमा एउटा विद्रोहात्मक वातावरण सृष्टि गर्छ। यी विषयवस्तुहरूलाई पनि समेटेर एउटा सबैलाई एउटै लयमा ल्याउनलाई समान स्तरले प्रतिस्पर्धा गर्ने भन्दा कसैले त्यो खर्चको प्रभाव त पार्नै भएन। खर्चको प्रभाव पारेर भएको निर्वाचन वास्तवमा त्यो स्वायत्त निर्वाचन हुँदैन, स्वच्छ निर्वाचन हुँदैन, प्रतिस्पर्धात्मक निर्वाचन हुँदैन। त्यो चाहिँ एकपक्षीय र एकाङ्की निर्वाचन भएको हुनाले त्यो निर्वाचनबाट आउने प्रतिनिधिले पनि त्यही अनुसार शासन प्रवाह गर्ने भएको हुनाले सुशासनमा त्यहाँ ऐठन गर्छ, गाँठो पर्छ, सुशासन प्रभाव हुन सक्दैन। त्यसो भएको हुनाले मैले के भने यसलाई खर्चमा हामीले दाँजेर नहेरौँ। स्वच्छ, अनुशासित, मर्यादित र सम्मानित निर्वाचन गर्न हामी अग्रसर भयौँ र सबैलाई यो सल्लाह दियौँ भने वास्तवमै निर्वाचन चाहिँ हामीले खोजेको निर्वाचन हुन्छ। फेरि यसैसँग अर्को कुरो के जोड्यौँ भने भइरहेको भाद्र 27 गतेभन्दा अगाडिको शक्तिमा रहेको सत्ता र त्योभन्दा पछि उभिएको सत्ता, अहिले सरकारमा भएका आधिकारिक सरकारी प्रतिनिधिहरू र प्रतिस्पर्धामा जानुभएको विभिन्न पक्षका प्रतिनिधिहरूको बिचको त्यो सम्मिश्रण छ नि। यदि त्यसबाट राम्रो प्रतिनिधिहरू आयो भने त्यो भाद्र 23-24 को विद्रोह फेरि जन्मन सक्ला कि? यदि त्यो जन्मियो भने तपाईँ हामी यो मुलुकमा बस्न सक्ने अवस्था हुन्छौँ कि हुँदैन? किनभने भोलिको विषयको टार्गेट त तपाईँ हामी सबै होला नि। हामीले सुरुदेखि निर्वाचन आयोगले के भनिरहेको छ, खबरदार पुरानो सत्ता र नयाँ सत्ताको बिचमा निषेधको राजनीति गर्न पाइँदैन। निषेधको राजनीति नगरिदिनु होला, हाम्रो विनम्र अनुरोध छ, आग्रह छ। निषेधको राजनीति गर्दैनौँ भने एउटा निषेधित वस्तुहरू चाहिँ गएर के विषय चाहिँ अथवा त्यो विषयमा प्रवेश गर्ने व्यक्तित्वहरू खुल्ला प्रतिस्पर्धाबाट वञ्चित हुनुहुन्छ। हामीले नै प्र्याक्टिस गरेर आएको हो। तपाईँहरूलाई राम्रोसँग थाहा छ कि 48 सालमा निर्वाचन हुँदाखेरि 47 सालको आन्दोलनभन्दा पूर्वका शक्तिहरूलाई हामीले निषेधको राजनीति गरेकै हो
र त्यो निषेधको राजनीति गरिसके पछाडि त्योभन्दा पछाडि ज्वरो गाडेको शक्ति अहिलेसम्म पनि त्यो शक्ति बेला बेलामा शिर उठाएर अथवा ऊ छुट्टै पहिचान बनाएर विभिन्न तरिकाले आन्दोलनमा सहयोग छँदैछ। त्यसैले निर्वाचनपछि त मुलुक चाहिने शान्ति हो नि। भड्केको मुलुकलाई, हिंसामा गएको मुलुकलाई अथवा अनुशासनभन्दा बाहिर गएको मुलुकलाई लयमा ल्याउने विषय त निर्वाचन मात्रै हो नि। संसारमा जहाँ पनि हेर्नुहोस् तपाईँहरूले, मुलुकमा अनुशासन भड्क्यो भने त्यसलाई लयमा ल्याउने एउटै मात्रै सूत्र हो निर्वाचन। त्यो निर्वाचन बाहेकको अर्को सूत्रले कुनै पनि भड्केको समाज एउटा लयमा आउन सक्दैन। एउटै चारैतिरको डोरी एउटै सिक्कामा बाँधिनै सक्दैन। त्यसो भए हुनाले निर्वाचनको विकल्प नभए हुनाले अब निर्वाचन र निर्वाचनको खर्च सम्बन्ध धेरै व्याख्या गऱ्यो भने लामो व्याख्या हुन्छ। त्यसैले मैले यसलाई यहीँ सीमित गरेँ र यो निर्वाचनमा मैले अन्तिममा खर्चको सन्दर्भमा के आग्रह गरेँ भने यहाँहरूले गएर आफ्ना दलका उम्मेदवार, प्रतिनिधि र नेताहरूलाई पनि खर्च चाहिँ असाध्यै सीमित गरिदिनु पर्यो। असीमित खर्च गरिदिनु भएन, राजनीतिमा व्यापारीकरण गरिदिनु भएन र सबैले स्वच्छ प्रतिस्पर्धा गरेर प्रतिनिधित्व गर्न पाउने सुअवसर प्रदान गर्यो भने मात्रै त्यहाँबाट आउने प्रतिनिधिहरूले मुलुकमा सुशासन प्रवाह गर्छ भन्ने कुरो तपाईँहरूले आफ्नो जहाँ जुन ठाउँबाट जुन किताबाट प्रतिनिधित्व गरेर आएका छौँ त्यो किताबमा गएर यी विषयवस्तुहरू समेट्न सक्यौँ भने वास्तवमै निर्वाचनमा खर्चको कमी आउँछ, तोकिएको हदको खर्च हुन्छ र मितव्ययी निर्वाचन हुन्छ भन्ने विश्वास गर्छौँ, निर्वाचन आयोग विश्वास गर्छ। अब योभन्दा बाहेक अब निर्वाचनमा महिलाको सहभागिताको सन्दर्भमा एउटा म सानो उदाहरणबाट सुरु गरौँ। 79 सालको निर्वाचन स्थानीय तहको निर्वाचन थियो। त्यो निर्वाचन भइरहँदाखेरि काठमाडौँको नेकपा एमालेको मेयर चाहिँ केशरी स्थापित हुनुहुन्थ्यो भने गठबन्धनको मेयर सृजना सिंह जस्तो लाग्छ मलाई, उहाँ हुनुहुन्थ्यो र उहाँहरूको बिचमा प्रतिस्पर्धा भइरहेको थियो। भइरहँदाखेरि केशव स्थापितले एउटा कुन यो दिल्ली बजारतिरको कलेजमा गएर अनि महिलाको सन्दर्भमा थोरै अपशब्द प्रयोग गर्नुभयो। यहाँहरूलाई थाहा छ, राम्रोसँग थाहा छ, त्यो बेला थुप्रै विषयवस्तुहरूले प्रवेश पाएको थियो, सामाजिक सञ्जाल रहिरहेको थियो। अनि थुप्रै महिलावादी सञ्जालका व्यक्तित्वहरू आएर निर्वाचन आयोगको हुजुर गर्नुभयो। हामीले स्पष्टीकरण माग्यौँ अनि केशव स्थापितले भन्नु होइन यो विषय मैले त्यो भन्न खोजेँ होइन, विषयान्तर गरेर मलाई बेइज्जत गर्न खोजियो भनेर भन्नुभयो। त्यसैले दुवै पक्षलाई राखेर मैले त्यो आचार संहिता केन्द्रीय अनुगमन समितिको संयोजन मैले गरेको थिएँ अनि दुवै पक्षलाई राखेर हामीले छलफल गराउने काम पनि गऱ्यौँ र यो भनेको तपाईँहरूले विषयान्तर गर्नुभयो भनेर पनि भन्नुभयो। तर भन्न खोजिएको चाहिँ त्यही थियो कि पनि हुनसक्छ। त्यसो भए हुनाले जुन कुनै ठाउँमा पनि स्वतन्त्र निष्पक्ष रूपमा सबै समावेशी लैङ्गिक महिला पुरुष सबैले समान व्यवहारमा आफ्नो आफ्नो धारणा प्रस्तुत गर्न पाउनुपर्छ, त्यो चाहिँ प्रयोग गर्न पाउनुपर्छ। तर राजनीतिक दलहरूबाट पनि के भइरहेको छ भन्दाखेरि हामीले पटक पटक आग्रह गरिरहेछौँ, तपाईँहरूले लौ न यो 33% महिला संविधानले व्यवस्था गरेको योभन्दा माथि लगिदिनुहोस् न, त्यसमा किन सीमित गर्नुहुन्छ भन्दाखेरि होइन उहाँ गरिहाल्नुहुन्छ नि भन्नुहुन्छ। तर निर्वाचन आयोगमा आएर बोल्दाखेरि चाहिँ महिला 33% किन 50 पुर्याउने भनेर उहाँ बोल्नुहुन्छ, ढोका बाहिर गरेर त्यो त हुँदैन है भनेर फोन गर्नुहुन्छ। यो दोहोरो प्रवृत्ति चाहिँ थोरै यहाँहरूले पनि बुझिदिनु होला र महिला राजनीतिक कर्मीहरू, महिला सञ्जालका राजनीतिक कर्मीहरू पनि बेला बेलामा आयोगमा आउनुहुन्छ र भन्नुहुन्छ कि तपाईँहरूले हाम्रो दलको नेतालाई सम्झाइदिनु पर्यो, 33% महिला दिन त उहाँहरू तयारै हुनुहुन्न। अब उहाँहरू दलभित्र आफ्नो दलभित्र आफ्नो नेतालाई नसम्झाउने अनि निर्वाचन आयोगमा आएर यसो गरिदिनु पर्यो भनेपछि अब उहाँहरूले भन्न नसकेको विषयवस्तु होला, दलमा आफूले उल्लेख गर्न नसकेको, त्यहाँ चाहिँ माग राख्न नसकेको विषयवस्तु होला भनेर हामीले एउटा गरेर है तपाईँले चाहिँ यहाँ गल्ती गर्नुभएको छ दल, त्यस कारण यहाँ चाहिँ 33% पुर्याउनुहोस् भनेर हामीले बेला बेला निर्देशन चाहिँ दिने गरेका छौँ र त्यसैलाई आधार मानेर 33% पुर्याउनुहुन्छ। तर खुल्ला प्रतिस्पर्धा अर्थात् पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा के महिलाहरू असक्षम छ त प्रतिस्पर्धै गर्न सक्दैनन् त भने उहाँहरूलाई मनोनयन दाखिल गर्ने अवसर दिनुपर्ने कि नपर्ने, यो विषयवस्तुहरू यहाँहरूले छलफल गर्नुहोस्। यो मैले धेरै विषयवस्तुमा छलफल गरेँ भने निर्वाचन आयोगबाट राजनीति भाषा बोल्यो भन्नु होला यहाँहरूले, म त्यो बोल्न चाहन्न। तर त्यो 33% पुर्याउने प्रयोजनलाई चाहिँ कहाँबाट अन्तर्कुन्दरबाट खोजेर त्यो समानुपातिक लिस्टमा हाल्नुहुन्छ, त्यो पनि कहाँ अब नातापाता के लगायत विषयहरू तपाईँले व्याख्या गर्नुहोस्। ती मान्छेहरूको उपस्थितिले गर्दाखेरि अनिखेरि 33% जेन तेन पुगेको चिज छ, तर प्रतिस्पर्धात्मक हिसाबले नै 33% पुर्याउनुहोस् न भनेर आग्रह गर्दाखेरि त्यो आग्रहलाई स्वीकारिएको अवस्था होइन र निर्वाचन आयोगले त्यो कानुन कतिसम्म प्रयोग गर्न सक्छ र निर्वाचन आयोगसँग क्षेत्राधिकार कति छ भन्ने विषयवस्तु पनि यहाँहरूले बुझिदिनु होला। तर निर्वाचन आयोग यो विषयवस्तुलाई लागू गर्ने सन्दर्भमा कमजोर छैन भन्ने पनि ठानिदिनु होला। र अर्को कुरो
यहाँ अहिले सामाजिक सञ्जालमा पनि आयो, केही व्यक्तित्वहरूबाट त्यो अमेरिकी सैनिक टुडी खेलमा नाच्यो नि त भन्ने पनि आयो। अनि के अमेरिकी सैनिक टुडी खेलमा नाच्नु नै अपराध हो त भन्ने पनि कसैको सोच होला। त्यो अमेरिकी सैनिक त्यहाँ टुडी खेलमा नाचेको कार्यक्रममा म पनि उपस्थित छु।